मैले हिजो एउटा भिडियो पोस्ट गरेको थिएँ जुन चाहिँ सिओई आइसकेपछि पनि तपाईहरुको चाहिँ क्यान्सल हुन सक्छ है भनेर मैले भिडियो पोस्ट गरेको थिएँ। धेरै जसो विद्यार्थी भाइ बहिनीहरूले सबैजनाको सिओई आइसकेपछि इन्टरभ्यु हुन्छ सेन्सेई भनेर प्रश्न गर्नुभएको थियो। सबैजनाको चाहिँ हुँदैन, थोरै केही विद्यार्थीहरूको चाहिँ इन्टरभ्यु हुन सक्छ। मानौ कुनै स्कुलमा 100 जना स्टुडेन्ट अप्लाई भएको छ भने त्यसमा चाहिँ छटके बनाएर स्कुलले आफ्नो हिसाबले इन्टरभ्यु लिन सक्छ। तपाई पहिले जुन खालको इन्टरभ्यु दिँदा बोल्नु भएको थियो, जुन खालको तपाईहरुको सायद टेस्ट लगेको थियो होला, हिरागाना कातागाना खान्जी, त्यो टेस्ट पनि गर्न सक्नु भएन, खान्जीहरु पनि कति चिन्न सक्नु भएन, अनि आफू बोल्न पनि कति सक्नु भएन भने त्यस्तो केसमा चाहिँ विद्यार्थीहरुको क्यान्सल हुने सम्भावना धेरै नै छ। अनि अर्को कुरा, अहिले अप्रिल इन्टेक 2026 मा धेरै विद्यार्थीहरु नेपालबाट अप्लाई भएको छ र एमबीसीले पनि छटकेमा धेरै विद्यार्थीहरुको इन्टरभ्यु लिने चान्स पनि एकदमै हाई छ। तपाईहरु N5 पास गर्नु भएको छ, N5 पास गरिसकेपछि तपाईहरुलाई लाग्छ एमबीसीले इन्टरभ्यु लिदैन, स्कुलले इन्टरभ्यु लिदैन, अब हामी सिधै जापान जान्छौं भन्ने लाग्न सक्छ। त्यो भ्रममा चाहिँ तपाईहरु नरहनु होला। तपाईहरुको इन्टरभ्यु एमबीसीले पनि लिन सक्छ, स्कुलले पनि लिन सक्छ। त्यसैले आजैदेखि एकदमै कम्मर कसेर भाषा बनाउनमा ध्यान दिनु होला। जापान गइसकेपछि पनि भाषाले एकदमै ठूलो अर्थ राख्छ। तपाईहरु जापानिज भाषा पढ्नलाई जापान जाँदै हुनुहुन्छ भने भाषाले चाहिँ ठूलो अर्थ राख्छ। जापान गएर तपाईहरु काम गर्ने बेला पनि, काम खोज्ने बेला पनि, काम गर्ने बेला पनि तपाईहरुले मेन सेचु दिनुपर्छ। यदि मेन सेचु पास हुन सक्नु भएन भने तपाईहरुलाई काममा पनि राख्ने छैन। त्यसैले भाषा भनेको एकदमै प्रमुख कुरा हो। त्यसैले आजदेखि नै भाषा बनाउनमा ध्यान दिनु होला भन्न चाहन्छु। सिओई को वेटिङ सँगसँगै तपाईहरुले आफ्नो भाषा पनि राम्रो बनाउनु होला भन्दै बिदा हुन्छु। धन्यवाद।